काठमाडौँ कस्तो लागिरहेछ? तपाईँ त चिसो ठाउँमा बस्नुहुन्थ्यो होइन? हो, मेरो ठाउँ चिसो थियो, शुद्ध हावा प्रदूषण थिएन। तर काठमाडौँमा न हावा शुद्ध छ न त मान्छेको मन नै। म यहाँ आउनुभन्दा अगाडि सोच्थेँ काठमाडौँ ओहो कस्तो ठुलो सहर, ठुला भवनहरू होलान्। तर यहाँ आएपछि मैले सडकमा खाल्डाखुल्डी, खोलामा ढल मात्र देखेँ। तिमी भन्न सक्छौ म रमाइलोको लागि मात्र भन्दैछु, तर धेरै केटीहरू मसँग हुनको लागि एकअर्कासँग झगडा गरे। Wanna be cool like Grandma G? Then hit those books, don't blame ADHD. My English slays cause I stayed in school. Now get up, study, don't act like a fool. Check the sorry, check the speed. This grandma's got the fitness creed. Treadmill flow, I'm gonna outlive you all. You see? Swag. दाई, कति मिठो पानीपुरी के कहो यसको राज? चाकको टायर बनाएको हो। आइया कस्तो नराम्ररी हान्यो यो बाजियाले। तलाई तमासे कुवा बनाएर खान्छु। बुवा अब मेरो बिहे गर्ने उमेर भइसक्यो, मलाई एउटा केटी मिलाइदिनुस्। आफ्नो अनुहार कहिले ऐनामा हेरेको छस्? हो बिहे पानी आयो बाबा, अब त म अफिसियल जोइ हो। माया बेलुका रमाइलो गर्न पर्छ। आमा मलाई हजुरको छोरी बिहा गर्दिनी हो। छ्या, यस्तो कालो भोट जस्तोलाई कसले छोरी दिन्छ? मेरो जिन्दगी अब हजुरको छोरीको नाम हो। सपनामा त सेतो भोट आउँछ, तिमी त अन्धकारको दुखा हौ। यो हो नि हजुरको छोरी। अब त मेरो लभ स्टोरी सुरु। घर जाने बित्तिकै पहिलो प्रश्न आमा खोइ हुन्थ्यो। छेउमै उभिएका बाबाले मुस्कुराउँदै राम्रैसँग आइपुगिस् भन्थे। अनि म जवाफ दिँदै आमालाई नै खोज्थेँ। अहिले महसुस गर्छु बाले पनि त म आउने बाटो उत्तिकै कुरेका होलान् जति आमाले कुरेकी थिइन्। सक्यो। सिक्किममा बनाएको मोमो त के साह्रो मिठो हो। के को हो मोमो दाइ? मासुको त होइन होला नि, म त भेज हो नि फेरि। जिन्दगी पनि कष्ट हो, पैसा कमाउँदा समय हुँदैन, समय हुँदा पैसा हुँदैन। आफ्नो सपना पूरा गर्दा परिवार दुखी, परिवारका सपना पूरा गर्दा आफै अधुरो। जिन्दगीको मिठो छ। ओइ खाते बाहुन, कता हिँडेको? मुजी तेरो बाउको क्रिया गर्नु हिँडेको। आज चिकन तेरो दाइले बनाउँदैछ, रक्सी लिएर आयौ। यस दाइ। आज झ्याप हुने हो, रैला हान्ने हो।